चाहिँ मेरो लागि कफी चक्लेट भइहाल्यो। अनि खजुर अलिकता सानीले पनि कस्तो मजाले देखाउँछिन् कि यो भ्लगर बन्ने सङ्केत हो त मेरो छोरीको। कस्तो मजाले कि हामी पुचपत चुमोलाएर यादै गरेको थियौँ है। लास्टमा पनि यही गर्दै त्यो देखाइरहेको यो लुगाहरू चाहिँ अब सानोलाई अलि ठुलो भयो थियो, ठुलीलाई अलि सानो, यस्तै अब मिलाइजुलाई अलिअलि लाउँदैछन्। यो चाहिँ नाइकको के लुगाहरू छ कि ओरिजिनल छ र अब यस्तो खासै मन चाहिँ नपराउने तर पनि ठिक छ, लगाउन त परेको। अनि हाम्रो लागि टी सर्टहरू थियो। अब मेरो छोरी नै सानी कस्तो मजाले देखाउँछिन् कि ऊ पो खुसी भएको देखेर मलाई कस्तो खुसी लाग्यो कि बच्चाहरू कति एक्साइटेड कि यो बाबाले केही पठाइदिन्छु भन्ने। आमामा आत्तिएर है कतिखेर आउँछ भन्दै उनीहरू चाहिँ यो सबै लुगाहरू। यो चाहिँ एउटा चाहिँ ठुलो छ, अरू चाहिँ ठिक सानो छ। अनि के गर्नु साइज थाहा नपाउने बाबाले फेरि। थ्याङ्क्स फर वाचिङ। भिडियो कस्तो लाग्दैछ हेरेर कमेन्ट गर्नु होला। अनि यहाँसम्म आइपुग्नुहुन्छ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला। यहाँ चाहिँ अब नानीले देखाउँछिन्, हेर्दै पनि गर्नु, इन्जोय गर्नु भिडियोलाई। आजको चाहिँ यो अनबक्सिङ मात्रै छ होइन। यो चाहिँ मेरो लागि थियो कि म चाहिँ कहाँ जाँदा लगाउँ भनेर म सोच्दैछु। खासमा यो स्पोर्ट टाइप्सको टी सर्टहरू छ होइन। अब म केही गर्ने होइन, ठिकै छ त्यही पनि लगाउनु पऱ्यो। तर सजिलो चाहिँ एकदम सजिलो थियो कि यो चाहिँ सानो नानीको भइहाल्यो। म चाहिँ हेरी मक्ख परिरहेको छु, बुढाले पठाइदिइसक्यो भन्दै कहिले लाउनु भनेर। थ्याङ्क्स फर वाचिङ। प्लिज सब्सक्राइब। अब यहाँ सानीको तालेर हो, यो सानीले देखाउँदै गरिरहेको रहेछ कि। अनि मैले ल अन्त देखाऊ भनेर एकचोटि कसमा अयो बाई। थ्याङ्क्स फर वाचिङ। हाई नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। यहाँ चाहिँ आज सानवी नानीहरूको बाबाले पठाइदिइसकेको चाहिँ कोसेली खोल्दैछौँ हामी चाहिँ है। यो चाहिँ बिहानै आइपुगेको थियो, हामीसँग आउन चाहिँ अलिक टाइम लाग्यो। सानवी आत्तिएर चाहिँ ओहो कस्तो भएको थियो। अनि बेलुका आयो, हामीले पठाउन मगायौँ। अनि आएपछि चाहिँ यहाँ सानी हतार आएर काखमा बस्दैछिन् कि। अनि सानवी खोल्ने रे भनेर यहाँ खोल्दैछिन्। थोरै सामान पठाइदिएको थियो बाबाले चाहिँ, विशेष गरी नानीको लुगाहरू छ भन्दै एकछिन थियो। तर यहाँ लुगा चाहिँ ठिकै भएन, अलिअलि ठिक भयो, जे होस् ठिकै छ। अनि यो चाहिँ मेरो लागि कफी चक्लेट भइहाल्यो। अनि खजुर अलिकता सानीले पनि कस्तो मजाले देखाउँछिन् कि यो भ्लगर बन्ने सङ्केत